यो भिडियो चाहिँ थियो गाइस हामी काठमाडौँ जाने दिनको। हेलो एभ्रिवान, नमस्ते। म गंगा छेत्री आसाम उदालगुडीबाट र देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी घरबाट निस्किसकेका छौँ काठमाडौँ जान भनेर। र यहाँ हुनुहुन्छ मम्मी, माइजू, दिदीहरू र उहाँ दिदी चाहिँ हुनुहुन्छ हामीको आसामदेखिबाटै। र दिदीले चाहिँ हामीलाई आज खानामा इन्भाइट गर्नुभएको थियो, त्यसैले आज दिदीको घरमा खानासाना खाएर निस्किसकेका छौँ। र एकछिन वेट गरेको बादमा हामी जाने बस पनि आइसकेको छ र बिस्तारै सबैजनालाई उठाएर अहिले म पनि उठ्न लागेँ र सबैजनालाई लिएर अहिले म जाँदैछु काठमाडौँ। हेर्न सक्नुहुन्छ र काठमाडौँ जाने बस चाहिँ यस्तो थियो र सबै सुविधाहरू थियो, वाइफाईहरू, किनभने अब हामीहरूको त फोनहरू पनि लाग्दैन, त्यसैले हामीले चाहिँ हो त्यस्तै खालको प्याकेज टाइपमा बस पनि रिजर्भेसन गरेका थियौँ र बिस्तारै हाम्रो बस पनि काठमाडौँतर्फ लागिसकेको छ। र बेलुकाको हामी चाहिँ 4 बजे उठेका थियौँ र लगभग अहिले रातिको 10 बजिसकेको छ र खानामा रोकिएको थियो र खानासाना खाएर अहिले त्रिशुलीको किनार हामी चाहिँ काठमाडौँतर्फ लागिरहेका थियौँ। त्यसै बिचमा पहिरो झर्नाले गर्दा निकै जाम भएको छ र जाम हुनाले गर्दा निकै बेर त्यहाँ रोकिनु परेको छ। गानाहरूमा सुनेको त्रिशुली बगरलाई चाहिँ आज मैले वास्तविक जीवनमा देख्न पाएँ र मलाई चाहिँ यति खुसी लागिरहेको थियो, नभन्नुहोस् न, शब्दले हजुरलाई म बयान गर्न सक्दिनँ। र भनिन्छ यो त्रिशुली चाहिँ गोसाइकुण्डमा रहनुहुने भगवान शिवजीले आफ्नो त्रिशुलको प्रहारले तीनवटा धार बनाउनु भएको थियो र त्यसैले यो नदीको नाम त्रिशुली भएको भनेर। र यो नदी चाहिँ तिब्बतदेखिबाट नारायणी प्रणालीमा मिलेको छ। प्रकृतिलाई मन पराउने म र आज म प्रकृतिको बिचोबिचमा जाँदैछु। यस्तो लाग्दैछ म कतै बादलमाथि उडिरहेको छु र यति खुसी लागिरहेको थियो म हजुरलाई बयान गर्न सक्दिनँ। र यति लामो बाटोमा मलाई चाहिँ एकदमै बोर लागेको थिएन र सबैजना मम्मीहरू त सुत्नुभयो, तर मलाई चाहिँ पिटिक्कै निन्द्रा लागेन। राति पनि म चाहिँ हेरिरहेको थिएँ केही कतै देख्छु कि भनेर। र अँध्यारोको बिचमा पनि मैले खरगोशहरू भयो, त्यसपछि हरिणहरू देख्न पाएँ। र मलाई चाहिँ यसरी ट्रेभल गर्दाखेरि बाहिर खिड्कीको सामने बसेर हेर्नमा यति खुसी लाग्छ, नभन्नुहोस् न। म चाहिँ फोनहरूमा यति हेर्दिनँ कि एकदमै झर्को लाग्छ मलाई चाहिँ नि त। अनि कसैले सामने आएर धेरै बोलिरहेको भने पनि एकदमै रिसै उठ्छ। अनि घरबाट पनि धेरै जस्तो फोनहरू गरिरहनु भयो भने पनि एकदमै रिस उठ्छ कि मलाई चाहिँ नि त। र काहीँ कतै जाँदैछु पुगेपछि एकपल्ट फोन गरिदिन्छु र बिचमा एकपल्ट फोन गरिदिन्छु, भइगयो। अनि त्यस्तो खालको भन्नु मन लाग्छ, झनै गरम हुनुपर्छ, त्यसै कम्ती रिस उठ्नेमा झन् गर्मी हुनुपर्छ। र त्यसै बिचमा मेरो भाषण सुन्दा सुन्दा हजुरहरू पनि बोर हुनुभयो होला। अहिले हामी चाहिँ काठमाडौँ पनि पुगिसकेका छौँ र पुग्ने साथै हामीलाई चाहिँ ट्याक्सी पनि लिनलाई भनेर रेडी रहेछ र अहिले हामीलाई चाहिँ यहाँ होटेलमा नमाइदिइसकेको छ। त्यहाँदेखिबाट 10-15 मिनटको बाटोमा चाहिँ होटेल रहेछ। हामीले चाहिँ अब सबै थोक एकैचोटि बुकिङ गरेका थियौँ नि त। र म चाहिँ लास्टमा जाँदैछु, किन भन्नुहोस् त, सबैजनाले नि त केही न केही छोड्दै हिँड्नु हुँदैछ, त्यसैले म चाहिँ अब छोडेका वस्तुलाई उठाउँदै लिँदै हिँड्दैछु। अब कोही जग्गा मोबाइल छोड्नुहुन्छ, कोही जग्गामा सानो बेग छोड्नुहुन्छ, नभन्नुहोस् न। यति लामो बाटोमा यति गाह्रो भइरहेको थियो र जेने तेने म चाहिँ अहिले पुगिसकेको छु गन्तव्य स्थलमा र मलाई झन् बेसी ढुक्क लागिरहेको छ। र यति गलेका थियौँ यति लामो पुग्ने साथ सबैजना ढल्किनेतर्फ लाग्यौँ र यता भोक पनि लागिरहेको थियो र अर्डर लिन भनेर आउनु भएछ। र सबैजनाले हामीले चाहिँ यता अब काठमाडौँ आएको मोमो थुक्पा नै खाइदिउँ न भनेर अर्डर लियौँ र अब खानातर्फ लाग्यौँ। हुन्छ त गाइस, आजको लागि